शिक्षा चाहिँ जरुरी छ है। शिक्षा चाहिँ तपाईँको यो मतलब यो होइन कि एकाडेमिक शिक्षा नै हुनुपर्छ भन्ने होइन। तपाईँको हर कुराको शिक्षा चाहिँ हुनु पऱ्यो क्या। शिक्षामा चाहिँ के हुनु पऱ्यो भन्दा विशेष गरेर मेरो विचारमा चाहिँ शिक्षा चाहिँ विथ स्किल क्या। तपाईँको सिप सहितको शिक्षा छ भने चाहिँ त्यसले चाहिँ एकदम काम गर्नमा सहजता ल्याउँछ, जसले गर्दाखेरि चाहिँ सफलता मिल्न अथवा सफलतामा पुग्न छिट्टो सहयोग गर्छ है। र पछिल्लो समयको शिक्षाहरूमा हामीले पनि अब चेन्ज गर्नुपर्ने आउँछ होइन। शिक्षा नीति चेन्ज गर्नको लागि चाहिँ हामीले चाहिँ विथ स्किलै हुनुपर्छ क्या। जस्तै अब मैले भनिनँ हामीसँग डिग्री गरेको सर्टिफिकेट छ क्या, तर एउटा हाम्रो घरमा चाहिँ तपाईँको इलेक्ट्रिक एउटा सकेट मात्रै बिग्रिया हुन्छ क्या। सामान्य सकेट बिग्रिरहेको हुन्छ। अब हामीले के भन्नु इलेक्ट्रिसिटियन बोलाउनु पऱ्यो क्या। 5 मिनटको काम विदाउट कस्टको काम हुन्छ क्या। अब ऊ आउँछ, उसको पनि टाइम लस्ट भयो होइन। अब ऊ आइसकेपछि पेमेन्ट दिनै पऱ्यो, उसको पनि मेहनत लाग्यो हुन्छ, उसले पनि टाइम खर्च गरे हुन्छ होइन। त्यसमा चाहिँ के भन्दाखेरि शिक्षा चाहिँ छ हामीसित होइन, तर हामीसँग के भयो स्किल सहितको शिक्षा भएन क्या, सिप सहितको भएन क्या। जस्तो तपाईँको हाम्रोमा कस्तो छ भन्दाखेरि विशेष गरेर घरेसीमा यो प्लम्बर धारा हुन्छ नि, धारा सामान्य धाराको टुटी त्यो चाहिँ तपाईँको त्यो भित्रको पेज चाहिँ लुज भएर चाहिँ पानी लिक भइरहेको हुन्छ क्या। त्यो लिक भएपछि अब हाम्रो चाहिँ सोचेको के छ, धारा बिग्रियो भनेर नयाँ धारा ल्याइदिने, साबरहरू नयाँ चेन्ज गरिदिने होइन।